हेलो अनि नमस्कार यहाँहरु सम्पूर्णमा सदाको चाहिँ फेरि आइसकेको छु एल्बिन ब्लग्समा। आजको दिन कस्तो बित्नेछ त भन्ने कुरो यसो भिडियो बनाउन मन लागेको कारणले गर्दाखेरि चाहिँ फेरि आइसकेको छु। सो आज भनेको चाहिँ म कहाँ जाँदैछु भन्नुहुन्छ भन्देखि गाइस आइ एम गोइङ टु ट्याक्स फाइल गर्न जाँदैछु हैन। अनि मेरो गाडी चाहिँ निकै पर थियो, राति हिजो कामबाट आएको नि त। अन्त यो पार्किङ त पाइदैन यो एरियातिर त, लास्ट ल्याङ हुन्छ हैन, पार्किङै पाउँदैन। सो निकै माथि राखेको छु मैले पार्किङ। अनि सो अहिले चाहिँ म माथि गाडी लिन गइरहेको छु गाइज हैन। अनि आज ट्याक्स फाइल गर्न जान आँटेछु। ट्याक्स फाइल गर्ने अन्तिम बेला आइसकेको छ, अब अलमोस्ट एक हप्ता बाँकी होला। सो यो टाइममा पनि गरिएन भने पछि फेरि तनाव हुन्छ भनेर चाहिँ गइरहेको छु। सो आज हाम्रो ठाकुर सरकोमा जाँदैछु। ठाकुर सर बे एरियामा हुनुहुन्छ भने गाइस तपाईँहरूले बुझिसक्नु होला। ठाकुर सर भन्ने बित्तिकै ठिकै छन् मान्छे, जेन्युनै छन् मान्छे होइन। म चाहिँ क्यालिफोर्निया आएदेखि ट्याक्स फाइल त्यही ठाकुर सरकोमा गरेको भनेदेखि त्यही गर्छु। लास्ट चाहिँ गलिरहेको छु गाइज म चाहिँ होइन। हावा बवा लागिरहेको छ हावा। अनि एउटा हातमा मेरो तातो पानी छ किनभनेदेखि मलाई चिसो लागिरहेछ, त्यही भएर खोकी लागिरहेछ। अनि तातो पानी हाल्नु पर्यो नि त। अनि गाइस तपाईँहरूले ट्याक्स फाइल गर्नुभयो भने कति रिटर्न आयो भन्नु ल। मलाई त थाहा छैन यार, मेरो रिटर्न आउँछ कि आउँदैन। मैले मोर देन $40,000 पैसा तिरिसकेको छु सरकारलाई प्री। अब आइ एम एक्सपेक्टिङ टु गेट मनी ब्याक, बट आई डोन्ट नो के हुन्छ भनेर चाहिँ होइन। सो लास्ट इयर्स मैले 8-9 हजार तिरेको थिएँ। अनि लास्ट इयर मेरो इन्कम W2 मा थोरै थियो भनेदेखि म उबर आएको थिएँ त्यतिखेर। सो यो इयर चाहिँ मैले उबर कम्प्लिटली स्टप गरेको छु। आई वर्क ओन्ली इन W2 राइट नाउ, कम्प्लिटली स्टप छ। तर यसो टाइम पासको लागि चाहिँ अर्को 2025 मा चाहिँ हल्का पार्ट टाइम यसो हाँक्नु पर्ला भनेर जस्तो लागिरहेछ मलाई होइन। लेट्स सी हाउ इट गोज। सो यही हो गाइज होइन। अमेरिकाको बसाइ रमाइलो भइरहेको छ। अनि तपाईँहरूलाई के कुरो पनि मैले सेयर गर्न चाहेँ भनेदेखि म अमेरिकामा रहे पनि नेपालमा वी डिड अ ग्रेट इभेन्ट, खतरा इभेन्ट गरियो। सो आई वुड लाइक टु सर्ट आउट टु अशोक, एलेक्स, दे डिड अ वन्डरफुल जब इन नेपाल। डान्स कम्पिटिसन गराएको थियौँ गाइज। सो खासमा यो भिजन मेरो थियो पहिलेदेखिकै। अनि म यहाँ बसेर पनि गर्ने भनेर सोचिरहेको थिएँ, गर्न सकिरहेको थिइनँ। अनि त्यसपछि एलेक्स भाइले त्यो प्रस्तावना मलाई ल्यायो। सो ओके वाइ नट कोकोनट भने जस्तो पाराले। सो अनि एलेक्सले प्रस्तावना ल्यायो। सो आई रियली लाइक द्याट, मलाई गर्नु पनि थियो होइन। अनि सो बिचरा एलेक्सले पनि एकदम स्ट्रगल गर्दैछ। सो रियली प्राउड टु सी एलेक्स ग्रोथ होइन। खतरा भइरहेछ, एलेक्सले राम्रो गरिरहेछ। सो किप गोइङ मेरो भाइ। अर्को पनि यही भिडियोबाट के मेसेज दिन चाहन्छु भनेदेखि आइ एम गोइङ टु ओपन अ प्रोडक्सन हाउस इन नेपाल। धेरैभन्दा धेरै मान्छेहरूले अपर्च्युनिटी पाउँछ ग्रोथ गर्नको लागि। इनके पोटेन्सियल छ भने, इच्छा शक्ति छ भने वी माइट नो इच अदर। त्यसपछि इन्टरेक्सन हुँदै जान्छ, त्यसपछि कामहरू अघि बढ्दै जान्छन् होइन। नेपालमा एउटा प्रोडक्सन हाउस खुल्नेवाला छ। सो आइ एम गोइङ टु ओपन इन माई ओन हाउस। अनि त्यसपछि म चाहिँ यहीँ हुन्छु है गाइज होइन। तर ओपनिङमा चाहिँ म जान्छु मेरो दाइको घर छ गाईघाटमा, उदयपुर गाईघाट। सो माइला दाइको घरमा दाइलाई टक्कसँगले भाडा दिने गरी सो बनाउँदैछौँ होइन त। हेर्नु त गाइज, यति पर आउनुपर्छ, गाडी छ भन्यो भन्ने बेलामा होइन, हिँडे गर्नुपर्छ पार्किङमा। सो अनि आज चाहिँ फेरि म अर्को साथीलाई पनि भेट्न गइरहेको छु होइन। गाईघाटको साथी हो हाम्रो, गाईघाटको साथी भर्खर टेस्ला लिनु भएको छ। उहाँले टेस्लामा चढेर मेरो चाहिँ गाडी यो गाइज टोयोटा कोरोला होइन। दामी छ, दामी भनेको दामी लाग्छ मलाई चाहिँ, सस्तो भर पर्दो टोयोटा। अनि तपाईँहरूलाई म एउटा कुरो देखाउँछु ल गाइज। यहाँ चाहिँ पार्किङ गर्दाखेरि यहाँ देख्न सक्नुहुन्छ यो चक्का चाहिँ यो कालोमा भएको कारणले गर्दाखेरि यसरी पार्किङ गर्नुपर्छ। इन केस पुलिस आएर यसरी पार्किङ गरेको देखेन भने फाइन हाल्छ है त। अनि त्यसपछि ओह्रालो छ भने यो चक्कालाई जस्ट अपोजिट उतापट्टि डिरेक्सनमा हालिदिनुपर्छ है त। सो ओके अब चाहिँ म भित्र छिरिदिएको छु। ओके गाइज होइन, म चाहिँ आइसकेको छु लिबर्टी ट्याक्स। तपाईँ देख्न सक्नुहुन्छ यो पछाडि देखिरहेको त्यही हो। तपाईँहरू आउन सक्नुहुन्छ लिबर्टी ट्याक्स फाइल। हाम्रो नेपाली दाजु नै हुनुहुन्छ। हेलो नमस्कार। ए तपाईँ आराम कुशल हुनुहुन्छ? धेरै भेट्नु भएको पनि हाम्रो 1 वर्षपछि आइयो फेरि, ठ्याक्कै 1 वर्षपछि यही ठाउँमा भेट हुनलाई जोडेर छ। सो ओके गाइज होइन, अब चाहिँ जोम्सामा आइसकेको छ। यसो खाजा खानु पऱ्यो भनेर होइन। कोसँग ट्याक्स फाइल सिद्धियो, ट्याक्स फाइलको काम सिद्धियो गाइज होइन। 1000 रुपियाँ तिरै पर्यो यो वर्ष त। अनि सो खाजा खानको लागि जोम्सा नेप्लिज रेस्टुरेन्ट हो यो। त्यहाँ साथी आइसकेको छ गाइज होइन। टक्कसँगले टेस्ला गाडीको साउ हो गाइज ल। हेर्दै अमेरिकामा आएर टेस्ला गाडी कुदाउने भइसक्यो यार साथीहरू यार। नमस्कार हजुर, नमस्कार। आराम कुशल हुनुहुन्छ? हाम्रो भेटघाट भइरहेको नि बेला बेलामा, याद छ हजुरलाई? तपाईँलाई के याद हुन्थ्यो र कतिजना आउँछ यस्ता होइन? के छ तपाईँहरूको? ठिकै छ। तपाईँ 2-4 पल्ट त यसो भिडियो भाइरल पनि भएको थियो तपाईँको पसलको।
हो त तपाईँको होइन मेरै न्युजमा मेरै न्युज हो त मैले पहिले बनाएको भिडियो अनि के छ अनि तपाईँको खबर व्यापार कस्तो हुँदैछ अनि सान फ्रान्सिस्कोको व्यापार खोल्ने भनेको कुरो कता पुग्यो नखोलौँ टाइमै छैन हो किन यो चाहियो नि त टाइम चाहियो टाइम पनि चाहियो एउटा मान्छे पनि त एउटा डरो खालको मान्छे हुनु पऱ्यो तपाईँ त अमेरिका त खानुभयो त हो नेपालको हिरो भनेर त जोम्सा भन्छ नि त रेस्टुरेन्टै हो कसरी बनाउनु भयो यस्तो खालको कसरी बनाउनु भन्नु त तपाईँले यो साम्राज्य कसरी बनाउनु सबैको मुखमा जोम्सा कलाकार आए पनि जोम्सा जो आए पनि जोम्सा कसरी बनाउनु भयो अचानक भएको हामीले पनि खासै यस्तो सबैको जोम्सा हुन्छ भन्ने सोचेको पनि थिएन है किनभने हामी खानाहरू बनाउँदै गयो होइन एक्सपेरिमेन्ट हुँदै गयो नि त एक्सपिरियन्स हुँदै गयो है त्यो त निकै राम्रो छ तपाईँको कति वर्ष भयो तपाईँ आउनुभयो अमेरिका आउनुभएको भयो त 12 खाइसक्यो 12 खाइसक्यो है 13 खाँदैछु अनि तपाईँलाई कस्तो अनुभव भइरहेको छ अमेरिका र नेपाल भन्ने बित्तिकै नेपालमा के गर्न सकिन्छ र अमेरिकामा चाहिँ के गर्न सकिन्छ त्यही मान्छेले चाह्यो भने भन्ने के फरक जस्तो लाग्छ हजुरलाई चाहिँ हजुरको एक्सपिरियन्समा जस्तो अमेरिका भनेको चाहिँ कस्तो ठाउँ हो भने आफूले जति प्रगति गर्न सक्ने ठाउँ र नेपालमा त हामी सानो पुँजी लगानी गरेर केही गर्न सक्दैन खासै त्यस नेपाल के गर्छ नेपालमा के गर्नु त यहाँले थाङ्का सम्बन्धी थाङ्का भनेको के हो त्यो थाङ्का हो यस्तो पेन्टिङ हो ए वा यो चाहिँ कस्तो हो भने चाहिँ तपाईँले हेर्नु हुँदाखेरि चाहिँ यो एउटा पेपरको जस्तो छ होइन प्रिन्ट गरेको जस्तो छ हेर्नुहोस् है त ए बनाएको यो सबै हातले लेखेको ओ वन्डरफुल है ए तपाईँले बनाउनुहुन्छ पहिला चाहिँ म बनाउँथ्यो मूर्तिकार पनि हो होइन म चाहिँ थाङ्गा आर्टिस्ट हो ए ओके तर यो पनि यो त तपाईँले यस्तो बनाउनु हो भने त अहिले पनि सेल हुन्छ होला है त्यो गर्नुभयो भने चाहिँ यस्तो छ नेपालमा उहरू लेबर चिप छ सस्तो छ तर यहाँ त यो महँगो हुन्छ नि त अनि धेरै महँगो पर्छ त्यही भएर यहाँ यहाँ त टाइमै महँगो भयो नि त टाइम महँगो भयो यहाँ डलरमा हुन्छ त्यहाँ नेपाली हुन्छ तपाईँलाई के कुरोले इन्सपायर गरे अमेरिकामा आएर चाहिँ म पसल खोल्छु होटल खोल्छु भन्ने कुरो चाहिँ कसरी यहाँ मनमा आयो होइन त्यो चाहिँ खासै के भएको थियो भने हामीसँग इङ्ग्लिस थिएन है मेन हामीलाई गाह्रो त इङ्ग्लिस नभएपछि यो अमेरिकामा त नेपाली बोल्ने त चल्दैन अनि इङ्ग्लिस नभएपछि हामीले गर्ने काम भनेको यो सानो रेस्टुरेन्ट व्यवसाय गऱ्यो भने अलिकति जीविका गर्नको लागि सजिलो हुन्छ भनेर यो सोचमा गएको अनि म काम त पहिल्यैदेखि आफ्नै काम गर्न चाहने मान्छे म सुरुदेखि नै पहिल्यैदेखि म जे गरे पनि आफ्नै गर्छु होइन त्यही भएर अब यता आएर पनि मेरो दिमागमा त्यही थियो कि ओ सजिलो काम त गाह्रो हो रेस्टुरेन्ट व्यवसाय त गाह्रो हो कामहरू तर अरूको काम गर्नुभन्दा त आफ्नो काम त सजिलो हुन्छ हो नि जो नेपाली नयाँ आउँदैछ नि भर्खर आउँदैछ अमेरिका तिनीहरूलाई तपाईँको मेसेज के रहन जान्छ यो चाहिँ किनभने हामीले सबै छोडेर आएको हुन्छ नेपालबाट हामी प्रायः जस्तो सबै हात खाली जस्तै आएको हुन्छ होइन यसको लागि चाहिँ हामी पहिला के गर्नु भने अथाह मिहिनेत गर्नुपर्छ होइन तपाईँ फेरि मिहिनेत गरेर मात्रै हुन्छ काम मात्रै गर्नु त्यसलाई सेभिङ कसरी गर्ने त्यो हेर्नुपर्छ होइन त्यसपछि आफ्नो गच्छी अनुसारको व्यवसाय गर्ने व्यवसाय नै हो मेहनतको परिभाषा दिनु त कसरी मेहनत मेहनत त गर्छ नि अनि कुन हिसाबलाई चाहिँ मेहनत भन्ने मेन त अब हामीले काम गर्नु पऱ्यो होइन नेपाल जस्तो होइन नि त यहाँ त काम गरेर तपाईँ 1 घन्टा काम गर्नु पनि पैसा आउँछ 2 घन्टा काम गर्नु पनि पैसा आउँछ होइन यहाँ त नेपालमा कति मान्छेले काम गरेर पैसा दिँदैन होइन यहाँ त्यस्तो हुँदैन नि त सकेसम्म जति काम पाइन्छ काम गर्ने सुरुमा त काम गर्ने हो नि त अनि अब सेभिङ अब माथि पुगाइसकेपछि पछि हस् हजुरलाई धेरै धेरै धन्यवाद अन्तिममा फेरि यहाँको शुभ नाम र अमेरिका आएको कति भयो र अनि कतिवटा व्यवसाय छ एकपल्ट भनिदिनुहुन्छ एउटा मात्रै हो एउटा मात्रै व्यवसाय हो कति 7 वर्षदेखि कति हुनुहुन्छ है त्यस्तै 5-6 वर्ष भयो 5-6 वर्ष हिसाब भएर काम गरेको चाहिँ हजुरको शुभ नाम पनि फेरि भनिदिनुहोस् न ताराबहादुर लामा गर्दै रामी छाप हो अनि तपाईँको पसलमा कसरी अनि सेलिब्रिटीहरू आउँदाखेरि धेरै भिडियोहरू देखेर हुन्छ किन जोम्सा नै चुज गर्ने कारण चाहिँ कसरी होला हाम्रो खानामा चाहिँ नेपालीपन भएर होला ओके के हाम्रो लाइकिङ जोम्सा आयो नि त फेरि आउँदै प्रायः जस्तो होममेड जस्तै बनाउँछ अनि प्रायः जस्तो घरकै खाना बनाउने डुडीले बनाउँछ नि पहिला जस्तो खाना त्यही भएर पनि मान्छेलाई तपाईँले यहाँ टोटल कतिजनालाई रोजगार दिइराख्नु भएको छ पहिला त थियो अहिले चाहिँ पहिला 6-7 जना काम गर्थ्यो अहिले चाहिँ हामी 3 जना फ्यामिली मात्रै गर्छौँ धेरै 3 जनाले यत्रो चलाइराख्नु भएको छ है
किनभने सबै चिनेको साथीभाइहरू आउँछ त्यति अरू रेस्टुरेन्टमा जस्तो खासै त्यस्तो कस्टमर सर्भिस पनि माग्दैन सबै चिनेको साथीहरू आउँछ नि त अब हामी के गरेर हामी भ्याएन भने उ त्यहाँ बियर निकालेर तपाईँहरू नै खानुहोस् भन्छु उनीहरू निकालेर चाहिँ खानुहुन्छ पछि मैले यति बियर खाएँ भन्नुहुन्छ होइन नमस्कार हजुर हाम्रो मेन सेफ चाहिँ धन्यवाद छ ए ल हस् अब हामीले अर्डर गऱ्यौँ त साथी ल धन्यवाद तपाईँलाई धेरै धेरै धन्यवाद फेरि पनि है त ओके गाइज हामीले कुरो सुनिहाल्यौँ होइन व्यवसाय नै गर्नुपर्छ आइसकेपछि भन्ने कुरो तपाईँहरूले पनि सुनिहाल्नुभयो र मेरो पनि मन त व्यवसाय नै गर्ने हो तर पनि अब अहिले नै भन्ने बित्तिकै त कहाँ सकिएला र होइन अनि के छ हो साथी नेपाल त तिमी त कतिपल्ट नेपाल गइसक्यो हो म 2 चोटि साथी नेपाल गएर आइसक्नु 2 चोटि यार हामी एकपल्ट पनि गएको छैनौँ पासपोर्टै आएको छैन मेरो त अझ तिमीलाई खै नेपाल बिर्सिहाल्यो तिमीले कहाँ नेपाल बिर्सिने होइन कहाँ बिर्सिने कुरै छैन नि म व्यवसाय खोल्दैछु नेपालमा अब ओपनिङ गर्ने गरी जान्छु म जाँदाखेरि तिमीले यहाँ बसेर पनि अमेरिका बसेर पनि नेपालमा चाहिँ होइन क्रिएटिभ कामहरू गरिरहेको छौ अस्ति पनि तिमीले अब कटारीमा एउटा डान्स प्रतियोगिता होइन अब तिमी त्यहाँ नबसे पनि यहाँ बसेर चाहिँ एउटा खालको आफ्नो भूमिका होइन नेपालसँग जोडिने भूमिका निभाइरहेको छौ त्यो नेपालप्रतिको माया होला होइन अथवा एउटा त्यहाँ आफ्नो ठाउँमा चाहिँ एउटा भाइ बहिनीहरूलाई गरेको एउटा प्रोत्साहन होला होइन जसले चाहिँ भोलिका दिनहरूमा जुन क्रिएटिभिटीको कुराहरू होइन अथवा कलाका कुराहरूमा तिम्रो योगदान रहिरहेको छ र रहिरहोस् भन्ने नै एउटा चाहिँ हाम्रो आशा पनि हुन्छ होइन र अहिले जुन एउटा तिमीले काम पनि गरिरहेको छ यो चाहिँ एउटा भिडियोको मार्फतबाट एउटा सबै मान्छेहरूलाई जोड्ने नेपालीलाई जोड्ने अथवा विभिन्न यहाँ सेक्टरमा काम गरिरहेको चाहिँ व्यापार व्यवसाय गरेर बसिराख्नु भएको अथवा विभिन्न पेसामा आबद्ध हुनुभएका चाहिँ हाम्रा नेपाली दाजुभाइहरूसँगको एउटा खालको अन्तर्क्रिया अथवा एउटा खालको चाहिँ उहाँहरूसँग भलाकुसारीले चाहिँ एउटा अझै यो भिडियो मार्फत चाहिँ अब जति पनि यो बे एरियामा लगायत अमेरिकामा बस्नुहुनेहरूलाई चाहिँ त्यो एउटा सन्देश अथवा एउटा जानकारी दिने काम तिम्रो जुन भिडियो मार्फत भइरहेको छ त्यो चाहिँ एकदमै धेरै होइन एप्रिसिएटेड छ त्यो काम चाहिँ अझै त्यसले चाहिँ निरन्तरता पाओस् भन्ने शुभकामना होइन अर्डर चाहिँ गरौँ न त के भेज आइटम खाउँ तिमी त खाँदा भइहाल्छ अनि के तिमीलाई के जे पनि खाऊँ न अनि तिमीलाई टेस्टलाई चलाउँदा कस्तो लागिरहेछ यार भर्खर त भयो ठिकै छ अहिले अब कस्तो हुँदो रहेछ अनुभव आई मिन लाइक तिमी टोयोटा थियो होइन पहिले टोयोटाबाट टेस्ट मेरो त्यति धेरै लामोको चाहिँ अनुभव छैन होइन भर्खर 5-10 दिन जति भयो तर अब एक हिसाबले अब ठिकै छ यो 1 हप्ता 10 दिनको चाहिँ यसो हेर्दाखेरि चाहिँ ठिक छ इभी अनि अब फिचर्सहरू सबै छ होइन तिमीलाई के खान्छ मलाई थाहा छैन हो जे भयो नि ग्रेन जति सबै भेज हो होइन म त भेज मात्रै हो यो चाहिँ तिमीलाई चाहिँ अब मिक्स चाउमिन गरिदिनु होइन तिमी खाँदैन भने होइन तिमी खाऊ के अनि मलाई चाहिँ अब के अरे भेज खाना सेट गरिदिनु त्यो के अरे चना अब के आउँछ भेज खाना त्यति गरिदिनु न त ठिकै छ यस्तै हो ल रमाइलो लाग्यो खुसी लाग्यो तिमीसँग भेट भएर होइन खासमा मेरो जहिले भ्लग बनाउँछु भन्ने हुन्छ अनि भ्लग बनाइसकेपछि फेरि मान्छेसँग कुरो गर्दै जाँदाखेरि मेरो इन्टरेक्सनवाला हुन्छ कि होइन कसरी के गर्नु पछिल्लो समय तिम्रो चाहिँ अब जुन बे एरियामा एउटा क्याम्पिङ थियो नि त त्यो क्याम्पेनमा चाहिँ तिमीले बल्ल तिम्रो कामको त्यो अब यो आयो के त्यसको एउटा खालको कस्तो भने पहिला चाहिँ हामी यत्तिकै बनाएर हुन्थ्यो तिमीले तर त्यसपछि चाहिँ अब तिमीले एउटा ठ्याक्क त्यो जन्द्रा पक्रिया जस्तो के अब हेर्नु यहाँ आयो दाइसँग त्यहाँ भयो त्यो चाहिँ कस्तो भने अब मान्छेले हेर्दा चिनिरहेको मान्छे पनि होइन फेरि तिम्रो त्यो भ्लगबाट फेरि एउटा के अरे रिकनेक्ट भइरहन्छ लामो दाइले त प्रायः अब बे एरियामा त सबैले चिन्नुहुन्छ नि त अनि त्यो हुँदा त्यो त उहाँहरूको कारणले गर्दाखेरि म पनि चिनिने मौका पाउँछु भन्ने कुरो हो त्यो व्यवसायमा आबद्ध भएको मान्छेहरूलाई चाहिँ तिम्रो भ्लगबाट चाहिँ जोडिन पाउँदाखेरि चाहिँ देख्नेलाई पनि एउटा चाहिँ राम्रो मेसेज पनि जान्छ होइन र त्यो राम्रो काम पनि हो एउटा खालको भनेको अब अहिले त मान्छे आफै पनि एउटा उहाँलाई पनि सोध्छु भनेको थिएँ सोध्ने तिमीलाई पनि सोध्छु ल राजा के राष्ट्रपति होइन अब राष्ट्रपति नै हो अब राष्ट्रपति भनेर त्यो संस्थानलाई जनायो तिमीले होइन अहिलेको कन्टेक्स्टमा हेर्दाखेरि ज्ञानेन्द्र शाह कि रामचन्द्र पौडेल जस्तो राष्ट्रपति नै म चुज गर्छु किन भन्दाखेरि अब त्यो त्यति धेरै मलाई यो अब राजनीतिक विषयमा त्यति धेरै यो हुँदाखेरि चाहिँ अब एकचोटि जुन हामीले फालिसकेको छ नि फालिसकेको चाहिँ राजतन्त्र अब फेरि ल्याएर भन्दा पनि अब एउटा सुधारिएको राजतन्त्रलाई नै एउटा राष्ट्रपतिको अथवा गणतन्त्र भनेको चाहिँ सुधारिएको राजतन्त्र हो नि त अहिले अब जति पनि अब पहिला जस्तो अब संवैधानिक राजतन्त्र भयो अथवा सुधारिएको राजतन्त्र हो न अहिले पनि प्र्याक्टिसमा छ राजतन्त्र पनि ऊ राजतन्त्र होइन कुनै व्यक्ति विशेष अथवा उसको चाहिँ त्यो पुस्ता हस्तान्तरण मात्रै नभएर चाहिँ सुधारेको राजतन्त्र भन्न खोजेको चाहिँ एउटा सिम्बलको हिसाबले जस्तै संवैधानिक राजतन्त्र के भनेको अहिले राजा भनेको त पहिला तिम्रो संविधानभन्दा माथि हुन्थ्यो नि त तर अब संविधानभन्दा माथि चाहिँ राजा हुनु नहुने अभ्यास छ नि त अब त्यो पहिला अभ्यास त्यस्तो थियो ठिकै छ ब्याट्री पनि फाको नाट्यो होला
ओके धन्यवाद है त ओके गाइज होइन अब चाहिँ आजको भिडियो यही अन्त्य हुन्छ सो थ्याङ्क यू सो मच फर वाचिङ अस होइन लाइक सेयर कमेन्ट गर्नु होला भन्न चाहिँ म छोड्दिनँ र तपाईँहरू गर्न पनि गर्नुहुन्न अरे क्या लास्टमा चाहिँ वाह हो ल गाइज हेर्नुहोस् टेस्ला गाडी भर्खर पूजा गरे वाह ल दामी छ ल ल है त सियु ल भेट्दै गरौँ ल ल बाई बाई बाई